नमस्कार सबैजनालाई अनि स्वागत छ मेरो नयाँ भिडियोमा। आज म सबैजनालाई एउटा नयाँ इन्फर्मेटिभ भिडियो लिएर आइपुगेको छु र आजको इन्फर्मेटिभ भिडियोको टाइटल रहेको छ पृथ्वी द अर्थ। हामी सबैजना पृथ्वीमै जन्मियौँ, यहीँ हुर्कियौँ र यहीँ बाँचिरहेका छौँ। तर एकपटक सोच्नुहोस् त, यो वास्तवमा कति अनौठो ग्रह छ। किन यस पृथ्वी मात्र जीवन रहेको ग्रह बन्यो? आज म तपाईहरुलाई पृथ्वीको यस्तो तथ्यहरूको बारेमा बताउने छु जुन सुनिसकेपछि तपाईहरुले आफ्नो संसारलाई फरक दृष्टिले हेर्नुहुनेछ। नम्बर 1 मा छ पृथ्वीको उमेर। पृथ्वी करिब 4.94 अर्ब वर्ष पुरानो रहेको छ। यदि पृथ्वीको इतिहासलाई 24 घण्टाभित्र समेट्ने हो भने मानिसको अस्तित्व अन्तिमको केही सेकेन्डमा मात्र हुन्छ। यसले देखाउँछ कि मानव इतिहास पृथ्वीको लागि एकदमै सानो क्षण हो। नम्बर 2, पृथ्वीको अधिकांश भाग पानी। पृथ्वीको 71% भाग पानीले ढाकेको छ। तर अचम्मको कुरा के छ, आश्चर्यको कुरा के छ भने त्यसमध्ये 97% पानी नुनिलो पानी छ, समुद्रले ढाकेको पानी छ। हामीले पिउने पानी भने जम्मा 3% मात्र रहेको छ र त्यसको धेरै भागहरू बरफ बनेर जम्मा भएको छ। नम्बर 3, पृथ्वी किन नीलो देखिन्छ? अन्तरिक्षबाट हेर्दाखेरि पृथ्वी नीलो देखिने गर्छ किनभने पृथ्वीको अधिकांश भाग महासागरले ढाकेको छ। यसै कारणले पृथ्वीलाई ब्लू प्लानेट भनेर पनि भन्ने गरिन्छ। नम्बर 4, पृथ्वी मात्र जीवन भएको ग्रह। अहिलेसम्म वैज्ञानिकहरूले लाखौं ग्रहहरू पत्ता लगाएका छन्, तर अहिलेसम्म जीवन भएको पुष्टि भएको ग्रह भनेको पृथ्वी मात्र हो। हामी साँच्चै भन्ने हो भने ब्रह्माण्डको एउटा अनमोल चमत्कारभित्र बाँचिरहेका छौँ। नम्बर 5, पृथ्वी हरेक सेकेन्ड घुमिरहेको छ। हामीलाई स्थिर र अचल लागिरहेको पृथ्वी वास्तवमा आफ्नो अक्षमा, आफ्नो बाटोमा करिब 2670 किलोमिटर प्रति घण्टाको गतिमा घुमिरहेको छ। साथै सूर्यको वरिपरि करिब 2,07,000 किलोमिटर प्रति घण्टाको गतिमा परिक्रमा गरिरहेको छ, घुमिरहेको छ सूर्यको वरिपरि। तर हामीहरूले यो गति महसुस गर्दैनौँ। नम्बर 6, हाम्रो सास र रुख। हामीले प्रयोग गर्ने अक्सिजनको ठूलो हिस्सा समुद्रमा रहेका सूक्ष्म जीवहरूबाट उत्पन्न हुने गर्दछ। रुख बिरुवाहरू, बोट बिरुवाहरू महत्त्वपूर्ण छन्, तर समुद्रले गर्दा पनि हाम्रो जिन्दगी टिकाइरहेको छ, मानव जीवन टिकाइरहेको छ। नम्बर 7, पृथ्वी अझै पनि जीवित नै छ। धेरैलाई लाग्छ पृथ्वी शान्त छ, तर अझै पनि पृथ्वीभित्र तातो लाभा बगिरहेको छ। तातो लाभा मतलब जुन ज्वालामुखी विस्फोट हुने बेलामा भित्रदेखि निस्किने गर्दछ त्यसलाई तातो लाभा भनिन्छ। यसैले गर्दाखेरि भूकम्प, ज्वालामुखी र ठूला ठूला पहाडहरू बन्ने प्रक्रिया जारी रहेको छ। नम्बर 8, पृथ्वीमा हरेक दिन उल्का खस्छ। हरेक दिन सयौं टन धुलो र उल्काहरू पृथ्वीमा खसिरहेका हुन्छन्, तर धेरैजसो उल्काहरू या धुलोहरू वायुमण्डलमै जलेर समाप्त हुन्छन्। नम्बर 9, हामी सबै ताराको धुलो हौं। हाम्रो शरीरभित्र रहेका कार्बन, अक्सिजन, क्याल्सियम र फलाम कुनै समय विशाल ताराहरूभित्र बनेका तत्त्व हुन्। तारा विस्फोट भइसकेपछि ती तत्त्वहरूबाट ग्रहहरू बने अनि अन्तमा हामी। त्यसैले वैज्ञानिकहरू भन्ने गर्छन् वी आर मेड फ्रम स्टारडस्ट। नम्बर 10, सबैभन्दा ठूलो सत्य। पृथ्वी ब्रह्माण्डको सेन्टर पोइन्ट होइन, केन्द्रबिन्दु होइन। यो अरबौं ताराहरू र खरबौं ग्रहहरू भएको विशाल ब्रह्माण्डको एउटा सानो कण हो। तर हाम्रो लागि यही सानो ग्रह नै हाम्रो संसार हो। हामीसँग अहिलेको अवस्थामा बस्न मिल्ने कुनै अर्को पृथ्वी छैन। हामीले पृथ्वीबाट सबै कुराहरू लियौँ, हावा, पानी, खाना अनि जीवन। तर प्रश्न यो हो कि हामीहरूले पृथ्वीलाई साँच्चै नै केही त्यसको बदलामा फर्काइरहेका छौँ त? सायद पृथ्वीलाई बचाउनु भनेको भविष्यका पुस्तालाई बचाउनु हो। त्यसैले आजदेखि सबैले एउटा आग्रह गर्न चाहन्छु म, सबैजनाले आफ्नो आसपासमा बोट बिरुवा रोपौँ, पानी बचाउँ र आफ्नो ग्रहलाई माया गरौँ, किनभने ब्रह्माण्डमा हाम्रो घर एउटै छ, त्यो हो पृथ्वी।